नमस्कार। टुडे टॉक में अपने संपूर्ण गोटे के स्वागत है। हम चाहने हम सब समसामयिक विषय वस्तु पर बातचीत करीत रहे छी। तहिना खाना हम सब ये ट्रैफिक के लग बातचीत करब से विभिन्न ठाम में से ट्रैफिक जाम रहल हरेक दिन एक्सीडेंट हुई से जाई दने आदमी के चलवाक ठाउँ से वही दने नहीं चल कर बीच रास्ता पर आदमी सब चलवा के कारण से आदमी की एक्सीडेंट के जोखिम सब बढ़ल जा रहा है। विभिन्न ठाउँ पे देखल जा रहा है कि जेना हरेक चौक चौक पर गाय सब से साँड सब अपन से पैसा यही कारण से विशेष घटना सब दिन दिन घट रहा है। ताही क्रम में हम सब बातचीत करब जेना अखन बल्ल बल्ल 2 महीना कजाई 2-2.5 महीना भेलन ट्रैफिक इंस्पेक्टर के एला धनुषा जिला ट्रैफिक हरी बहादुर ओली जी उनका संगे हम सब बातचीत करब जे ई अब आर्थिक वर्ष वो बीत चुकले अबे की केहन हुनकर जे 2 महीना में आयल छथिन हुनकर केहन भूमिका रहलै ई आर्थिक वर्ष के घटना सब की केहन घटना सब घटलै तो वही सब में हम सब रह कर केंद्रित भर बातचीत कर पहले उनका स्वागत कर चाहन टुडे टॉक में हम सब बातचीत करब ना नेपाली में यहाँलाई स्वागत छ। धन्यवाद। अहिले हजुरको आएको 2 महिना भइसक्यो होइन। अब यो आएको समयमा यो हालको भिडहरू के कस्तो छन् हजुर? सबैलाई जनपदवासीमा सम्पूर्ण जय नेपाल। हाम्रा पर्ने शेरफरी बहादुर ओली अहिले जिल्ला ट्राफिक प्रयोगकालय धनुषामा छु र यहाँको समग्र ट्राफिक व्यवस्थापनका कुराहरूको काम गर्दै आइरहेको छु। आएदेखिमा आएको 2 महिना भयो। यो 2 महिना अवधिमा यहाँका 18वटा स्थानीय निकायहरू पुगेर यहाँ के कति कारणले सवारी दुर्घटना हुन्छ, दुर्घटनामा के कति कारणले गर्दाखेरि दुर्घटना पर्दै गएको छ, यसलाई नियन्त्रण गर्नको लागि न्यूनीकरणको लागि समाजमा जनस्तरमा स्थानीय निकायमा अन्य सरकारी निकायहरू कसरी समन्वय गर्न सकिन्छ भन्ने तरिकाले सम्पूर्ण निकायहरू सरकारी निकायहरू समन्वय गर्दै हामी अगाडि बढेका छौँ। यसै विषयमा हामीले यो गएको असार 7 देखि 1 हप्तासम्म एउटा ट्राफिक सप्ताह चलायौँ। यसले पनि एउटा नागरिकमा प्रभाव पारेको छ। ट्राफिक नियम पालन नगर भन्ने नागरिकलाई यसले एउटा जानकार गराएको छ भन्ने कुरामा सबै यो ट्राफिक व्यवस्थापनमा तपाईलाई सामना गर्नुपर्ने चुनौतीहरू के छन्? यो ठाउँमा विशेष अहिले देखिएको सवारी दुर्घटनाको कारणमध्ये तीव्र गति, नापसे, ओभरलोड, यात्रु आफ्नै कारणले, चालक आफ्नै कारणले, सडकको गुणस्तरको कारणले र नागरिक शिक्षित नहुँदाखेरि ट्राफिक नियम पालन गर्नुपर्छ भन्ने कुरा शिक्षित नहुँदाखेरि यी यावत कारणले मान्छेको सवारी दुर्घटना बढ्ने, मान्छेको मृत्यु हुने, यो मृत्युले एउटा भयावह अवस्था सिर्जना हुने, परिवारमा दुःखको अवस्था, कलहको अवस्था, कसैको यो मृत्युको कारणले एउटा त्यस्तो अवस्था छ। र यहाँ यो जनकपुर उपमहानगरपालिका विशेष यो एरियामा हाइवे र यो जनकपुर उपमहानगरपालिकामा विशेष गरी यो फुटपाथ अतिक्रमण, यो छाडा चौपाया यावतको कारणले गर्दाखेरि, यो ठेलागाडा लगायतका कारणले गर्दाखेरि ट्राफिक व्यवस्थामा केही कठिनाइ भए पनि अब हामीले सरकारलाई निकायसँग समन्वय गरी काम पनि थालेका छौँ। छाडा चौपाया नियन्त्रणका काम पनि सुरुवात भएका छन्। फुटपाथलाई बिस्तारै चाहिँ हटाउँदै लाने, ठेलागाडालाई बिस्तारै हटाउँदै लिने तरिकाले काम सुरु भएको छ। जुन स्पिडमा हुनुपर्ने थियो हामीले त्यो स्पिड मेन्टेन गर्छौँ भन्ने लाग्छ। कसरी तपाईँले ट्राफिक नियमहरूको पालना सुनिश्चित गर्नुहुन्छ? अब हाम्रो सवारी दुर्घटनाको कारण नै हो हाम्रो राजस्व उठाउने, नागरिकलाई दुःख दिने, जरिवाना उठाउने हाम्रो उद्देश्य भन्दा पनि यी हाम्रा विभिन्न ट्राफिक चेकिङबाट जस्तो सवारी साधन बिहानको समयमा सवारी दुर्घटना हुन्छ भने बिहानको समयमा हामी जुन समयमा सवारी दुर्घटना पऱ्यो भने त्यो समयमा चेकिङ गर्छौँ। बिहान, बेलुका, दिउँसो एनालाइसिस गर्छौँ। एक हप्तामा कुन ठाउँमा कुन एरियामा सवारी दुर्घटना भए, के कति कारणले दुर्घटना भए भन्ने कुरो, दुर्घटनाको कारण पत्ता लगायो त्यति ठाउँमा हाम्रा भिगरस चेकिङ नागरिकलाई सम्झाइ बुझाइ ती चेकिङहरूमा पर्चा पम्पलेट वितरण गर्ने, ट्राफिक नियम पालन नगर भन्ने विभिन्न स्टिकरहरू टाँस गर्ने लगायत कामहरू हामीले गर्दै आएका छौँ। तपाईँ साप्ताहिक कार्यक्रम गर्नुभएको छ होइन? त्योमा चाहिँ के कस्ता त्यो मान्छेको गुनासोहरू अथवा त्योमा के कस्ता सपोर्टहरू पाउनुभयो? त्यो कार्यक्रमले तपाईँलाई कस्तो चाहिँ त्यो पुर्याउनु भयो ट्राफिक प्रहरीहरूलाई? उहाँहरूले तपाईँले जुन कार्यक्रम गर्नुभयो त्यो कार्यक्रमले के कस्ता चाहिँ यो सहयोग अथवा त्योबाट कस्तो उहाँहरूबाट तपाईँ के भन्छ
यो नियम उहाँहरूले पालना गर्नुहुन्छ कि हुन्न, त्यस्तो के कस्ता चाहिँ उहाँहरूबाट अपेक्षा तपाईँले बुझ्नु? यो मध्य प्रदेश सरकार गृह शासन तथा कानुन मन्त्रालयको आयोजना र हाम्रो सहकार्यमा यो ट्राफिक डे सप्ताह कार्यक्रम सञ्चालन गरेको थियो। यसमा आदरणीय मुख्यमन्त्रीजीको उपस्थिति थियो 15 गतेमा। यसमा हामीले 7 दिनसम्म यो कार्यक्रम सञ्चालन गऱ्यौँ। यसमा 25,000सम्म नागरिकहरू यसबाट प्रत्यक्ष लाग्नुभएको देखिन्छ। हामीले पैदल यात्रीदेखि लिएर सवारी चालकदेखि लिएर 2 पाङ्ग्रे सवारी चालकदेखि लिएर अनि स्कुल बसका स्टुडेन्टहरूदेखि लिएर यो चालक सहचालकको स्वास्थ्य चेक जाँच गर्नेदेखि बहुत गतिविधि गऱ्यौँ र विभिन्न नागरिक सरकारलाई निकायसँग समन्वय गरौँ। अब यसमा चाहिँ यसलाई नागरिकहरूले महिना गर्न पर्यो भन्ने चाहिँ उहाँहरूको अनुरोध छ र यो ट्राफिक सप्ताहको कारणले यो असार महिनामा सवारी दुर्घटनामा न्यूनीकरण पनि भएको देखिन्छ। त्यो कुरा तथ्याङ्कले देखाउँछ। अब यही कारणले गर्दाखेरि अब नागरिक स्तरमा ट्राफिक नियम सम्बन्धी नागरिक स्तरमा बुझाउनलाई हामीले 18वटा जुन स्थानीय निकाय छन् तिनीहरूलाई अनुरोध गरिएको छ समन्वय र सहकारी गरेर। अब हामीले प्रत्येक 18वटा 1 वर्षमा 18वटा ट्राफिक सप्ताह चलाउनु पर्छ। त्यो अनुसार चाहिँ स्थानीय निकायका प्रमुखज्यूलाई अनुरोध गरिएको छ। अब हामी त्यो स्पिडमा अगाडि बढ्छौँ। सबैभन्दा यो खास गरेर हाम्रो जनकपुरमा लाग्ने ट्राफिक जाम चाहिँ हाम्रो हस्पिटल एरिया नै होइन। जानकी मन्दिरको एउटा मुख्य जुन बाटो भयो भने त्यो रामानन्द चोकदेखि जानकी मन्दिर जाने त्यो हस्पिटलमा चाहिँ त्यो कारणले गर्दा पर्यटकहरू अथवा कुनै ठाउँबाट पाल्ने अतिथिहरू त्यही बाटो आउँछन् होइन। तर उता चाहिँ अहिले जुन हिसाबले त्यो ट्राफिक चाहिँ अलिकता कम हुनु पर्यो त्यो भइरहेको छैन होइन। यसमा के गर्दा तपाईँहरूकोबाट त्यो कस्ता उपाय गर्दा ट्राफिक अलिकता कममा जानुहुन्छ कि? म यहाँ आएपछि यो जनकपुरको सौन्दर्य भनेको देशको सौन्दर्य र देशको गरिमा भनेको राम जानकी मन्दिर जुन रहेको छ यसको ऐतिहासिक धार्मिक र ठुलो महत्त्व रहेको छ। यसको गरिमालाई बचाउने सम्पूर्ण निकाय सरकार निकायहरूको उत्तिकै भूमिका छ। ट्राफिक भएकै कारणले यो ट्राफिक व्यवस्थापन सुधार गर्न हजुरले भने जस्तै यो रामानन्द चोकदेखि राम जानकी मन्दिरसम्म छिर्ने गेटलाई चाहिँ बाटोलाई सहज बनाउन रामानन्द चोकको फुटपाथहरू हटाइएको छ। हजुरले त्यो ठाउँमा गएर हेर्न पनि सक्नुहुन्छ। त्यो ठाउँमा ट्राफिक नियम सम्बन्धीका बोर्डहरू होर्डिङ बोर्डहरू विभिन्न खालका ट्राफिक जनचेतनामूलक बोर्डहरू राखिएको छ र नगर योभन्दा पहिले नगर र ट्राफिक प्रहरीको समन्वयमा सडकको एकतर्फी पार्किङ गर्ने गरेको छु जुन रेखा खिचिएको छ। त्यसलाई चाहिँ अलिक व्यवस्थापन गर्नुपर्ने देखिन्छ हजुरले भने जस्तै। र यहाँको छाडा चौपाईलाई पनि अब हामीले त्यो ठाउँमा हामी ट्राफिक आफैले पनि इनिसिएटिभ लिएर भित्री सडक खण्डमा त्यहाँ खुल्ला चौरहरूमा धपाउने आवागमन गर्ने र बढीभन्दा बढी जनशक्ति खटाउने। त्योमा अब प्रादेशिक अस्पताल रहेको त्यो हस्पिटल रोड रहेको र यो जिल्लाभित्रबाट सम्पूर्ण व्यक्तिहरू उपचारको लागि आउने र उहाँलाई ट्राफिक सम्बन्धी ज्ञान नभएको कारणले सम्पूर्ण हस्पिटल गएर विभिन्न सवारी साधन अव्यवस्थित रूपमा पार्किङ गरिदिने र ट्राफिक कारबाही गर्न खोज्दाखेरि पनि कारबाही गर्न खोज्दा पनि समस्या हुने, कारबाही नगर्दाखेरि पनि त्यो जाम नहट्ने अस्तव्यस्त रहने छ। यसलाई चाहिँ समन्वय गरिरहेको छ। अहिले ठेलागाडाहरूलाई त्यहाँ जुन तिरपालहरू टाँगेर बस्ने जुन त्यो सडक पेटीमा छ त्यसलाई चाहिँ बिस्तारै हामीले दायरा बढाउँदै लगाएको छ। किन त्यो कम भइरहेको छैन? त्यो तपाईँभन्दा पहिला पनि त्यो ट्राफिक प्रहरीहरू आउनुभएको थियो होइन इन्सपेक्टर, तर त्यसलाई कम गर्न भन्दा चाहिँ बढी नै रहेको छ होइन दिनदिन। त्यो के कारणले त्यस्तो भएको होला? र के भन्छ योमा जस्तै सडाहरू यो गाईहरू दिन प्रतिदिन त्यो बाटोमा आउँछ होइन, त्यता चाहिँ तपाईँको ट्राफिक प्रहरी उभिएको हुन्छ तर चाहिँ त्योमा अलिकता साइड गरिदिनु पऱ्यो, त्यस्तो हामीले अथवा पब्लिकले त्यस्तो भूमिका हेरेको छैन होइन। साडा बसेको छ त्योबाट गाडीहरू आवत गरिरहेछन्। के छ किन यो अहिले यो छाडा चौपाई नियन्त्रणको लागि 3 पटक चाहिँ छाडा चौपाईहरू हाम्रो जिल्लाको नगरको समन्वयमा नगरपालिकाको समन्वयमा हामीले 4 पटकसम्म यो कान्छी हाउसमा छाडा चौपाई लियौँ। यिनीहरूलाई नियन्त्रण गर्नलाई नि लियौँ राख्यौँ अनि त्यहाँबाट जुन यो छाडा चौपाई जुन गाईबस्तुहरू छन् उहाँले बुझेर लिएर फेरि सडकमा छोडिदिइहाल्ने। हामीले बुझाउने र उहाँले छोड्ने बुझेर लिएर चाहिँ नागरिकले छोड्ने कारणले नागरिकलाई त्यस्तो भएको छैन। अब चाहिँ हामीले यसलाई स्ट्रङली कार्यान्वयन गर्ने अब आउने शनिबार पनि छ। यो छाडा चौपाई नियन्त्रण जिल्लाको समन्वयमा हामी सबै मिलिकन एकपटक चाहिँ अभियानको रूपमा लाने र क्लबहरू स्थानीय निकायहरू प्रहरी सबै मिलिकन
यसलाई व्यवस्थापन गर्ने भन्ने हुन्छ त्यसको रिजल्ट चाहिँ हजुरले तुरुन्तै देख्न सक्नुहुन्छ। यो यातायात दुर्घटनाको जोखिम चाहिँ दिनदिन बढिरहेछन् होइन, योमा के कारण होला अथवा यो यातायात दुर्घटना घट्नमा हजुरहरूको के कस्तो भूमिका हुन्छ? त्यो सवारी दुर्घटना न्यूनीकरण नै हाम्रो उद्देश्य हो। ट्राफिक व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरण रोकथाम र जनस्तरमा नागरिकलाई चाहिँ ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने यी उद्देश्य रहेका छन्। अब मानवीय क्षतिलाई न्यूनीकरण गर्नको लागि हाम्रो मत्याम भनेको एउटा ट्राफिक चेकिङ भनेको एउटा समग्र शान्ति सुरक्षा र सुव्यवस्था अभियानसँग जोडिएको विषय रहन्छ। त्यहाँबाट सवारी साधन चोरी हुँदाखेरि होस्, अब लाइसेन्स नभएको मान्छेले सवारी दुर्घटना गर्छन्, त्यसलाई हामीले कारवाहीकै दायरामा ल्याउँछौँ। चोरीका सवारी साधन चलेर मापसे गरेर सवारी साधन चलाउने, तीव्र गतिमा चलाउने, स्पिडमा चलाउने, मोडिफाई गर्ने, यीलाई हामीले नियन्त्रण गऱ्यौँ भने समग्र अन्य कुराहरू पनि व्यवस्था हुनसक्छ। भने हाम्रो ट्राफिक चेकिङ छ, यो हामीले नागरिकलाई दुःख दिने नियत भन्दा पनि शान्ति सुरक्षा सुव्यवस्था र अभियान चाहिँ कायम राख्ने र ट्राफिक नियमबाट हुने दुर्घटनालाई न्यूनीकरण गर्नको लागि नै कारबाही हो। अब हजुरले भने जस्तो अब हामीले अहिले मापसे को एकदम वृहत रूपमा गए 10 महिनाको भन्दा अहिले 2 महिनाको हाम्रो कारबाही सङ्ख्या डबल छ। अब हामीले मापसेलाई सडकमा पनि बेलुका सबै सम्पूर्ण हाम्रो 17वटै युनिटमा मापसे चेकिङ सुरु भएको छ र हाम्रो स्रोत साधनको कमीले गर्दाखेरि त्यसमा केही अझै गर्न पाएकै छ र हाम्रो मापसेको कक्षा पनि सञ्चालन भएको छ। हजुरलाई यो जानकारीमा के कति छ, हामीले कक्षा पनि चलाएका छौँ। यो ट्राफिक नियमहरू उल्लङ्घन गर्नेहरूप्रति हजुरहरूको दृष्टि कस्तो हुन्छ? अनि यो जुन हिसाबले अहिले खास गरेर हेर्दाखेरि यो छडापन हिसाबले चाहिँ मान्छेहरू त्यो चलाइरहेको छैन गाडीहरू, यो सवारी दुर्घटनाबाट घाइते हुँदा होस् आफू जोखिममा रहेको विषय निर्धारण गर्छ। जस्तो भनौँ म यति सवारी दुर्घटनामा पऱ्यो भने मेरो घर परिवारमा कति असर गर्छ, मेरो श्रीमान सवारी दुर्घटनामा पऱ्यो भने श्रीमतीलाई कति असर पर्छ, बालबच्चालाई कति असर पर्छ, बाबुआमालाई कति असर पर्छ, समाजलाई कति असर पर्छ, राष्ट्रलाई कति असर पर्छ भन्ने चेतनाको कमी र जान्दै पनि नियम ट्राफिक नियम सम्बन्धी जान्दै पनि विभिन्न अब आफ्नै शैली आफ्नै आचरण स्वभाव शैलीका कारणले चाहिँ यस्ता घटनाहरू घटिरहेको देखिन्छ र यसलाई नियन्त्रण गर्ने भनेकै हाम्रो ट्राफिक चेकिङको एउटा तरिका छ, त्यो त सबै बितिँदैछ। जुन हिसाबले अहिले चाहिँ यो लाइसेन्स चाहिँ गाडी चालकहरू धेरै भइसकेको छ, लाइसेन्स छैन होइन, दिनोदिन चाहिँ राजस्व त्यो उठिरहेको छ होइन, यो बिना लाइसेन्सको गाडी मान्छे चलाइरहेछन्, यो कसरी नियन्त्रण गर्न सक्नुहुन्छ तपाईँहरूले? चुनौतीको विषय भएको होला। हो, हजुरले भने जस्तै अब अहिले सवारी दुर्घटना बढी भएको भनेको भित्री सडक खण्डमा हो। हामी जहाँ हाम्रो एक्सेस छ, जहाँ हाम्रो पहुँच छ, त्यो भरि करिब सवारी दुर्घटना अलिक कन्ट्रोलमै छ र मृत्यु हुने सङ्ख्या पनि कमै छ। जहाँ हाम्रो एक्सेस छैन त्यो ठाउँमा भित्री सडक खण्डमा अब तथ्याङ्कले पनि देखाउँछ। जस्तो अहिलेमा सबैभन्दा बढी 1 वर्षको अवधिमा 74 जना मृत्यु भएकोमा यो मिथिला नगरपालिकाको भित्री सडक खण्डमा 19, धनुषा नगरपालिकाको 11, यसरी डेटा गरेर 74 पुगेको छ। हाम्रो पहुँच जहाँ पुगेका छन् त्यहाँ सवारी दुर्घटना भएको छ। पहुँच पुगेको ठाउँमा त अब जस्तो हजुरले लाइसेन्सको कुरा निकालेको, यसलाई चाहिँ हामी स्ट्रङली कानुन दायरामै ल्याउने, जुन ऐनमा व्यवस्था छ त्यो अनुसार जरिवाना गर्ने, सम्झाइ बुझाइ गर्ने गरेका छौँ। टोडे टकमा एकछिन विश्राम पालो भएको छ, विश्रामपछि फेरि हामी उपस्थित हुनेछौँ। विश्रामपछि यहाँहरूलाई स्वागत छ टोडे टकमा। यो गत वर्षको तथ्याङ्कहरू, मृत्यु हुने आत्मराजस्वको के कस्ता तथ्याङ्कहरू छन्? यसमा यो 3 वर्षीय काम कारबाही हाम्रो जुन छ, हजुर 78-79 अब 78-79मा हाम्रो सवारी कारबाही सङ्ख्या भनेको 24,000 करोडमा छ। हजुर यसमा राजस्व हाम्रो करिब 2 करोड एराउन्ड उठेको थियो र भनेको योभन्दा 77को भनेको 13% कम र 79-80मा हाम्रो कारबाही सङ्ख्या 38,449 पुगेको थियो
यो कारबाही सङ्ख्या भनेको पहिलेको आर्थिक वर्षभन्दा 55% बढियो र यसबाट राजस्व 2,60,00,000 उठेको थियो। यो भनेको पहिले आर्थिक वर्षभन्दा 31% बढिरहेको छ। जुन अहिले भर्खर समाप्त भएको आर्थिक वर्ष 2080-81 हामीले कारबाहीलाई भन्दा पनि जनचेतनामूलक कार्यक्रमलाई बढी प्राथमिकता लिएर जनस्तरमा जानुपर्छ। ट्राफिक नियम पालन सम्बन्धी चाहिँ विभिन्न कुराहरू सिकाउनुपर्छ भनेर अहिले कारबाहीलाई हामीले पहिले 38,000बाट अहिले घटेर 29,000मा पुगेको छ र यो पहिलेको भन्दा 25% कमी र हाम्रो राजस्वमा पनि करिब 10% कमी भएको देखिन्छ। 2,34,00,000 उठेको छ र यो सवारी दुर्घटनामा पहिलेको गए आर्थिक वर्षमा 79-80को आर्थिक वर्षमा 1016वटा सवारी दुर्घटना भएकोमा 84 जनाको मृत्यु भएको देखिन्छ र यो पहिलेको आर्थिक वर्षभन्दा 20% कमी छ। र अहिले जुन 80-81को आर्थिक वर्ष छ यसमा सवारी दुर्घटना भएको भनेको 1091, यसबाट मृत्यु भनेको 74। हामीले 84बाट 74मा डाटा जे होस् डिक्रिज गरेका छौँ। मृत्युदर घट्दै आएको छ। हाम्रो जुन एउटा प्रभाव हाम्रो यो विभिन्न कार्यक्रम 74 जनाको मृत्यु भएको छ। त्यसमा 53 जना पुरुष, 16 जना महिला, 4 बालक र 1 बालिका रहेको छ। यो मृत्यु हुनेमा सबैभन्दा बढी 15-16 वर्षदेखि लाइसेन्स भएदेखि 25 वर्ष युवा पुस्ता रहेको छ। यसले समाजमा गहिरो प्रभाव पारेको छ, जसमा क्षति पुगेको छ, त्यो परिवारमा गहिरो क्षति पुगेको छ। र अब यसलाई हामीले कसरी न्यूनीकरण गर्ने, मृत्युलाई हामीले विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। जस्तो 79-80मा हेर्नुभयो भने हाम्रो कार्यक्रम 1037 थियो। यसबाट लाभान्वित सङ्ख्या प्रत्यक्ष हामीले कार्यक्रम गरेका स्कुल, कलेज, क्याम्पस, यातायात, चालक, सहचालक, विभिन्न नागरिक सामान क्लब, आमा समूह लगायत विभिन्न ठाउँमा हामीले कार्यक्रम गर्दाखेरि 1037वटा मात्रै कार्यक्रम हुन सकेको थियो र लाभान्वित सङ्ख्या त्यही 50,000 गरेर थियो। अहिले हामीले 80-81मा हाम्रो कार्यक्रम सङ्ख्या नै 2338 पुगेको छ, डबल पुगेको छ, 50% इन्क्रिज गरिरहेको छ र यसबाट लाभान्वित सङ्ख्या हाम्रो 2.5 लाख पुगेको छ। भनेपछि हामीले अहिले हाम्रो प्रायोरिटी भनेको अब हाम्रो अहिले हामी जहाँ बसेका छौँ त्यो ठाउँमा मात्रै हाम्रा कार्यक्रम केन्द्रित छन्। अब यो आर्थिक वर्षदेखि लिएर हामी बस्तीमा प्रत्येक गाउँपालिकामा, प्रत्येक नगरपालिकामा, हप्तामा, स्कुलमा, विभिन्न ठाउँमा, नागरिक समाजमा, आमा समूह, महिला समूह, क्लबहरूसँग गरेर कार्यक्रम गर्ने योजना बनाएका छौँ। सुरुवात पनि भइसकेको छ। यो जुन टिपर आतङ्क हेरिरहेको छु दिनदिन बढी नै रहेछ। यो टिपर आतङ्कले गर्दा चाहिँ हरेक दिन चाहिँ यो एक्सिडेन्ट निम्ति आएको छ। यसलाई नियन्त्रण किन गरिराख्नु भएको छैन? यसमा जस्तो पहिलेभन्दा केही सुधार हुँदै गएका छन्। प्रत्येक टिपरहरूलाई नम्बर प्लेट लेख्न लगाउने, हिट एन्ड रन जुन आइडेन्टिफाई गर्न सजिलो होस् भनेर, अनि टिपरमा भएको ढुङ्गा, गिट्टी, बालुवा नउछिट्योस्, भुइँमा नखसोस्, वायु प्रदूषण नहोस् भनेर चाहिँ अहिले अनिवार्य रूपमा तिरपालले ढाकिनु पर्ने व्यवस्था गरिरहेछ। नढाके बाहेकमा कारबाही पनि गरिरहेछ। अब ओभरलोड जुन छन् तिनीहरूलाई हामीले यो समयमा पनि हामीले त्यस्तै यो 2 महिनामा 40-50वटा टिपरहरूको जुन ओभरलोड छ त्यसलाई चाहिँ हामीले माइनसै गरेर अर्को सवारी साधन ल्याउन लाएर उहाँले नै गरेको अवस्था छ। र टिपरबाट जस्तो हजुरले हेर्न चाहनुहुन्छ भने अहिले सवारी दुर्घटना भएको छैन। जस्तो हामीले टिपरलाई चाहिँ हाम्रो कन्ट्रोलमै छ र उनीहरूले प्रेसर हर्नर विभिन्न समयमा निकालिरहेछ। जस्तो टिपरले ध्वनि प्रदर्शन गर्यो, ओभर स्पिडको चाहिँ हामीले एक ठाउँबाट अर्को ठाउँमा रिले गरेका हुन्छौँ। अनि टिपरबाट एक्ज्याक्टली हामीसँग सवारी दुर्घटनाको रेकर्ड छैन भनेपछि उनीहरूलाई हामीले नियन्त्रण भएकै मान्न पर्छ। यो सवारी साधन चलाउँदाखेरि कुन कुरामा विशेष गरेर त्यो चालकले ध्यान दिनुपर्छ? अब यहाँ पहिला त आफूले सवारी चालक अनुमति पत्र मात्रै भएपछि सवारी साधन चलाउनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। बाटोमा निस्किसकेपछि जस्तो मैले हेलमेट लगाउनुपर्छ, मेरो टाउको सुरक्षा छ भन्ने कुरा बुझ्नुपर्छ। अब बाटोमा निस्किसकेपछि मेरो गति बाटोमा निस्किसकेपछि सम्पूर्ण गाडी, बस, ट्रक, टिप्पर सारा मान्छे आउट हुने ठाउँ हो। त्यो ठाउँमा पुगिसकेपछि मेरो कारणले पनि सवारी दुर्घटना हुनसक्छ र मैले सुरक्षित हुँदा पनि अर्काको कारणले पनि सवारी दुर्घटना हुनसक्छ भन्ने कुरालाई मध्यनजर लागेर सावधानीपूर्वक ट्राफिक नियमहरू छन्, ट्राफिक नियमको परिधिभित्र रहेर सवारी साधन चलाउनुपर्छ। त्यो हो भने आफू पनि दुर्घटनाबाट बच्न सक्छ र आफ्नो कारणले अरू पनि दुर्घटनाबाट हुन पाउँदैन। यो यातायात दुर्घटना
जुन घट्छन् त्यति बेला अथवा आम पब्लिकले हेर्नु हो त्यसलाई कस्तो भूमिका खेल्नु पर्यो किनकि यो यस्तो भइसकेको छ आजको डेटमा दिनोदिन यो घटना घटिरहेछन् तर मान्छेहरू डरले चाहिँ त्योमा छुनु पनि गइरहेको हुँदैनन् के गरिदिनु पर्यो हामीलाई सबै कुरा थाहा छ हजुर तर हामीलाई थाहा भएको कुरा पनि अरूले चाहिँ गरिदिनु पर्यो भन्ने हाम्रो चाहिँ एउटा विभिन्न मान्छे अनुसारको व्यक्ति अनुसारको क्षमता अनुसारको सोचाइ अनुसारको बुझाइ अनुसारको दृष्टिकोण रहेको छ अब सवारी दुर्घटना भन्ने कुरो एउटा व्यक्तिले रोकिने विषय होइन एउटा निकायले पल गर्न रोकाएको होइन यहाँमा विभिन्न स्टेक होल्डर छन् सवारी चालकदेखि लिएर यसलाई मोनिटर गर्ने निकायसम्मको एउटा अनुगमन र व्यवस्थापन र जुन अहिले हाम्रो यो ट्राफिक गठन भएको छ ट्राफिक प्रहरीले जुन यसरी चाहिँ हामीले रेगुलेट गरेको छ ट्राफिक व्यवस्थापन सुधार गर्नलाई विभिन्न कार्यक्रम मार्फत विभिन्न चेकिङ मार्फत अब सवारी दुर्घटना भइहाल्यो भने मान्छे कुनैसँग सवारी चालक अनुमति पत्र हुँदैन र मान्छे मृत्यु भइसकेको हुन्छ हामीले त्यहाँ प्रश्न उठाउँछौँ सवारी चालक अनुमति पत्र भएको छ कि छैन हेलमेट लगाएको थियो कि थिएन मापसे गरेको थियो कि थिएन भन्ने यावत कुरा उठाउँछु त्योभन्दा मुख्य विषय उहाँले मान्छे मृत्यु भयो भन्ने उठाएर त्यो विषय अतिरञ्जित बन्न जान्छ के कारणले दुर्घटना भयो भन्ने भन्दा नि मान्छे मृत्यु भयो भन्ने कालमा गइन्छ त्यो गर्दाखेरि त्यसमा दृष्टिकोण सबैको फरक फरक पाइन्छ अब एउटाले दुर्घटना गराउने अर्को सजायको दारको भागीदार हुने त्यस्ता गतिविधि देखिन्छ यसलाई अतिरञ्जित गर्ने कुराहरू देखिन्छ यो महसुस छ तैपनि हाम्रो जुन यान कानुन प्रचलित यान कानुन व्यवस्था भएका छन् के गर्नुपर्ने के गर्नु नपर्ने भन्ने विषय छन् त्यसमै हामीले यसको कार्यान्वयन गर्छौँ अब हजुरले भने जस्तै अब ट्राफिक दुर्घटना भयो रेस्पोन्स गर्ने अरूले छुन चलाउन पाएन भन्ने कुरा छ अब यो नागरिक कति सचेत छ भन्ने कुरामा भर पर्छ अब केही कुरामा झन्झट भयो भने वास्तवमा अब कसरी छोएकै आधार दुर्घटना भएको मान्छेलाई छोएकै आधारमा सिपिआर दिन सक्ने मान्छे सिपिआर दिन सक्छ नि त आज पनि हामीले यो सिपिआर सम्बन्धी ट्राफिकहरूको कार्यक्रम राखेका थियौँ डक्टरहरूको बोलाएर हस्पिटलसँग समन्वय गरेर कुनै ठाउँमा सदु भयो भने हामीले सिपिआर कसरी दिने पब्लिकले छुन मानिरहेको छैन हामीले हस्पिटलमा कसरी पुर्याउने कसरी सर्च गराउने आज हाम्रो बिहान पनि एउटा 1.5 घन्टाको सेसन थियो अब यसलाई चाहिँ नागरिकको चेतना भर पर्छ उसले अब सानो झन्झटलाई लिएर मान्छेको जीवनलाई बचाउन लाग्छु भन्नेतिर तम्सिने हो कि अथवा प्रहरीले बोलाउँछ इन्क्वायरी गर्छ भन्ने कुरामा भन्ने उसको विषय हो तर केही फरक पर्दैन नागरिक पनि बिना वर्दीका प्रहरी हुन् र प्रहरी वर्दीसहित नागरिक हुन् भन्ने जुन छ यसमा मान्छे बचाउनलाई के गर्दा मान्छे बच्न सक्छ भन्ने कुरा जुनसुकै व्यक्तिले गर्दा पनि फरक पर्दैन र हेर्ने निकाय प्रहरी प्रशासनदेखि लिएर अदालतसम्म त्यो भेरिफाई भइहाल्छ कोही निर्दोष फसिहाल्ने दोषी उम्किहाल्ने भन्ने अवस्था चाहिँ छैन एउटा हाम्रो जसरी यो पडोसी देशको चाहिँ अहिले एकदम मान्छेहरू आइरहेको छ जाबली मन्दिर रथधाम यो श्रीश्वरनाथ विभिन्न ठाउँमा मान्छेहरू दर्शन गर्नको लागि दर्शनार्थीहरूको भिडभाड हुन्छ तर अलिकता के कस्तो गुनासो छन् भनेर कुनै ठाउँमा यदि उहाँहरूले अब पार्किङको ठाउँ त जनकपुरमा छैन तपाईँहरूले पनि यो कुरा थाहा छ र आउने मान्छेहरू पनि आउँछ भने सबैले भन्छन् कि यता चाहिँ ट्राफिक के भन्छ यो पार्किङको व्यवस्था नभएर चाहिँ धेरै गाह्रो भइरहेको हुन्छ अनि त्यस्तोमा अब कुनै ठाउँमा उहाँहरूले चाहिँ गाडी एकछिनको लागि रोक्यो भने उहाँले डाइरेक्टै 5,000 लिएर 6,000 15,000 20,000सम्म को चाहिँ उसलाई फाइन चाहिँ त्यो के भन्छ काट्न लगाइदिन्छ अब यस्तो कुराहरू चाहिँ गुनासो सीमा पारबाट त्यो बोर्डरबाट आइरहेको हुन्छ यसमा अलिकता त यो कुरा वास्तवमा नराम्रो कुरा भयो होइन आयोमा पनि के हुन्छ कि कुनै ठाउँमा यदि लायो भने त हाम्रो यदि उहाँहरूले आएर कुनै ठाउँमा किनमेल गर्दैन भने त हाम्रो आर्थिक त्यो प्रभाव पनि पर्न सक्छ यो नगर र हामी यो ट्राफिक प्रहरीको समन्वयमा विभिन्न सडकमा जस्तो जनकपुर मन्दिरको आसपासमा मा जानकी मन्दिरको आसपासमा कुन ठाउँमा पार्किङ एरियाहरू तोकिदिएको छ प्रष्ट देखिने गरेर नो पार्किङ अनि 1 वे रोड 2 वे रोड विभिन्न त्यहाँ तोकिएको छ अब र यो ट्राफिक नियम इन्टरनेसनल रुल्स एन्ड रेगुलेसन जस्तो हाम्रो विभिन्न जुन ट्राफिक साइनहरू छन् सङ्केतहरू छन् चिन्हहरू छन् त्यो अन्तर्राष्ट्रिय स्तरको हो त्यो उहाँले पनि पढ्ने बुझ्ने एउटै तरिका हो हामीले पनि पढ्ने तरिका एउटै हो अब जान नो पार्किङमा पार्किङ गर्ने देखिरहेको हुन्छ त्यो साइन इन्डियामा त्यही हुन्छ यहाँ पनि त्यही हुन्छ विभिन्न देशमा एकै प्रकार हुन्छ
अब जानेर पनि ट्राफिक नियम उल्लङ्घन गरेको देखिएको छ भने अब कस्तो भन्दाखेरि अब जस्तो हामीले हजुरले भने जस्तै त्यो सङ्ख्यामा छैन, यानमा तोकिएको छ कुन कसरमा कति जरिवाना गर्ने, पहिलोपटक भयो भने 500, दोस्रो पटक भने 1000, तेस्रो पटक भयो भने 1500 भन्ने यानमा तोकिए बमोजिमै हुन्छ। यो 5000, 10000, 15000, 20000 भन्ने चाहिँ होइन। अब दुःख हैरानी भयो भन्ने कुरामा ठाउँ तोकिएको छ। ठाउँ अब सबैले एकै ठाउँ राख्न खोज्दा दुःख हैरानी भयो भन्दैमा सबैजनाले एकै ठाउँमा पार्किङ गर्न पनि सकिएन, मिलाउन पनि सकिएन। एकजनाले पार्किङ गरेको देख्यो भने अर्कोले पनि त्यही ठाउँमा पार्किङ गर्न खोज्छ, त्यो भएर केही भएको हो। तर यो ठाउँमा लाखौँ मान्छेको आवत जावत भने दिनौँ भएको कारणले अब ठाउँ तोकिएको छ। जनकपुर उपमहानगरपालिकाले ठाउँ तोकेको छ। हामीले बारम्बार पटक अनुरोध गरे हुन्छौँ। अब त्यही पनि हामीले बुझ्नेसम्म सजिलो गर्नेसम्म हामीले गरेकै छ। हामीले पर्यटकहरूलाई दुःख दिने, हैरान दिने हाम्रो नियतै होइन। त्यही पनि नियम उताको पनि यताको पनि एउटै र सम्पूर्ण देशमा नियम ट्राफिक सम्बन्धी एउटै भएको भएर हामीले सहजीकरण गर्न खोजेका हौँ र बुझाइमा मात्रै थोरै चाहिँ कमी कमजोरी हामीमा पनि पर्छ र उहाँहरू पनि पर्छ। यो चालक र ट्राफिक प्रहरी बिचको एउटा अर्कै भनौँ न के भन्छ एउटा अटुट रिलेसन भनौँ हुन्छ। जस्तै केही तपाईँ यो चालक जुन अहिले चाहिँ एकदमै छडापन जस्तो चलाइरहेछन् गाडीहरू, मान्छेहरू यो नियम कानुन बुझेर पनि त्योमा चाहिँ ध्यान दिँदैन। चिन्हहरू हरेक ठाउँमा ट्राफिक चिन्ह लागेको छ, त्यसको महत्त्व बुझ्दैन। त्यो महत्त्व चाहिँ मान्छे जब लाइसेन्सको त्यो ट्रायल दिन जान्छन् त्यही टाइममा चाहिँ र अथवा इक्जाम दिइरहेछन् त्यही टाइममा बुझ्ने पर्ने कुराहरू हुन्छन्। त्योमा पनि मान्छे बुझिकन चाहिँ यो गल्ती गरिरहेको छ। योमा हजुरको तर्फबाट केही सूचना छ कि त्यो सूचना चाहिँ जाओस् पब्लिकसम्म? यो हो, अब हामी त ऐन कानुनको कार्यान्वयन गर्ने हो। ट्राफिकसँग जति ऐन कानुन जोडिएका छन् ती ऐन कानुनको भित्र रहेर हामीले काम कारवाही गर्ने हो। अब ट्राफिकले त्यो ओभर स्पिडलाई कारवाही गरेन, माफसेलाई कारवाही, विभिन्नलाई कारवाही गरेन भन्ने जुन रहन्छ मान्छेलाई देखिरहेको हुन्छन्। तर चाहिँ हाम्रो आन्तरिक रूपमा चाहिँ ती कारवाही चाहिँ भएको चाहिँ त्यो तथ्याङ्कले देखाउँछ। अब 1 वर्षमा जनकपुर उपमहानगरमा 30,000 सवारी साधन ट्राफिक नियम उल्लङ्घन गरेकै आधारमा कारवाही भएका छन्। अब फेरि राजस्वमा तुलना गरे पनि अब हाम्रो 2,34,00,000 पुग्छ। अब प्रहरी राजस्व केन्द्र यो कुरा पनि हेरेर सरकारले चाहिँ राजस्व उठाएर जति दिइरहेछन् ट्राफिक प्रहरीहरू त्यति नै सरकार चाहिँ खुसी हुनुहुन्छ, यो कुरा पनि आइरहेछन्। जस्तो हामीले अहिले पहिलो प्राथमिकता जनचेतनामूलक कार्यक्रम गर्ने। अब मानवीय क्षति न्यूनीकरण गर्नको लागि राज्यले एउटा नियमित त सबै हिँड्नु पऱ्यो भने चाहिँ अब सडकमा हिँड्दाखेरि ट्राफिक नियमभित्र रहेर सबै साधन कुदाउनु पऱ्यो, पार्किङ गर्ने ठाउँमा पार्किङ गर्नु पऱ्यो, कुन स्पिडमा जाने त्यो स्पिडमा जान पऱ्यो, माफसेर सवारी साधन चलाउनु पाएन, सिट बेल्ट लगाएर सवारी साधन चलाउनु पऱ्यो, हेलमेट लगाएर सवारी साधन चलाउनु, यी यावत नियमहरू जुन छन् नि, हो मोटरसाइकलमा 3 जना बस्न भएन भन्ने खालको यावत नियमहरू छन् नि, ती नियम नागरिकले हेर्दाखेरि चाहिँ दुःख दिए जस्तो लाग्छ। तर ती हाम्रो जुन काम कारवाही छन् त्यो प्रत्यक्ष व्यक्तिको जीवनको सुरक्षासँग र को व्यक्तिसँग जोडिने, उसको चाहे श्रीमती हुन्, उसको बालबच्चा होस्, उसको चाहे बाबुमा होस्, तीसँग प्रत्यक्ष जोडिएको छ। ट्राफिकले जरिवाना गर्यो भन्ने विषय उसलाई ठुलो लाग्न सक्छ, तर मेरो कारणले म सवारी दुर्घटनामा परेँ अथवा मेरो कारणले अरू एउटा सवारी दुर्घटनामा मृत्यु कसैको भयो भने अथवा आफ्नो कारणले चाहिँ आफू सवारी दुर्घटनामा परेर मृत्यु भयो भने मैले मेरो श्रीमतीलाई कति दुःख पर्छ, मेरा बालबच्चालाई कति दुःख पर्छ, मेरो बाबुआमालाई कति दुःख पर्छ भन्ने कुराको महसुस नभएको भएर यो ट्राफिकले राजस्व केन्द्रित जरिवाना गर्यो, कारवाही गर्यो भन्ने लाग्छ। तर त्यो चाहिँ बिल्कुलै होइन। हुन्छ हजुर, धेरै धेरै धन्यवाद। यति बेस्टको बावजुद हामीहरूलाई तपाईँले टाइम दिनु र आफ्नो कुरा चाहिँ राखिदिनु, त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र तैना हम टुडे टॉक से विदा लेवल साहब हमरा सबकी इतनी व्यस्तता के बावजूद ट्रैफिक इंस्पेक्टर बात रखलखिन। आखन कहल जाए तो वास्तव में आदमी सब बुझ क जान क सबगोटा एजुकेटेड से, लेकिन तभी आदमी सब एकदम एहन गतिविधि से गाड़ी चलक अपनो चोट पुगल, अपना परिवार के दुख से हो दिलक दोसर के जहाँ ठोकै छी ठकर दै छी ओहो आदमी के जैसे दुख दै छी। तै दुआरे समय में सतर्क होना जरूरी है। सब गोटा जे से हाथों मालो क एक दोसर के सपोर्ट करी तभी जे से ई एक्सीडेंट अथवा और चीज जे से रुकते। एमे सब गोटा के सहकार्य अति आवश्यक है, हैन? ट्राफिक नियमको पालना गरौँ, सवारी दुर्घटना हुनबाट आफू पनि बचौँ, अरूलाई पनि बचाउँ। धन्यवाद। जय नेपाल। नमस्कार।